नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईहरुलाई घर निर्माणमा अति आवश्यक दुई उत्कृष्ट वाटरप्रुफिङ प्रोडक्टहरूको बारे बताउँदै छु। पहिलो ब्रिज एडिटिभ्स वेदर प्रो प्लस 250 र दोस्रो शेम शिल्ड जसले कङ्क्रिटलाई भित्रैदेखि बलियो बनाउँछ। आजकल घर बनाउँदा सबैभन्दा ठूलो टाउको दुखाइ भनेको छत, बाथरुम र भित्ताबाट पानी चुहिने हो। यदि वाटरप्रुफिङ राम्रो भएन भने भोलि महँगो रङ बिग्रिने र घर ओसिने समस्या आउँछ। त्यसैले वाटरप्रुफिङ सतहमा मात्र होइन, कङ्क्रिटको भित्रैदेखि हुनुपर्छ। यसको लागि तपाईलाई चाहिन्छ ब्रिज एडिटिभ्सको वेदर प्रो प्लस 250 वा शेम शिल्ड। यी दुवै तरल वाटरप्रुफिङ एड मिक्सचर हुन् जसलाई चलाउन र मिसाउन निकै सजिलो छ। यसलाई कङ्क्रिट वा मोर्टार बनाउँदा सिमेन्ट, बालुवा र गिटीसँगै मिसाइन्छ। यसले सतहलाई मात्र होइन, पुरै कङ्क्रिटलाई भित्रैदेखि वाटरप्रुफ र खादिलो बनाउँछ। याद गर्नुस् है, सही वाटरप्रुफिङ नै घरको लामो आयु हो। यसको प्रयोगले कङ्क्रिट अझ बढी बलियो, टिकाउ र पानी छिर्ने बाटो पूर्ण रूपमा बन्द हुन्छ। अब कुरा गरौँ यो कहाँ प्रयोग गर्ने। घरको जग र छतको स्ल्याब ढलान गर्दा, त्यस्तै बेसमेन्ट, भित्री वा बाहिरी प्लास्टर र पानीको ट्याङ्की बनाउँदा यसको प्रयोग अनिवार्य छ। बाथरुमको फ्लोर, भित्ता र नालीहरू जहाँ पानीको जोखिम बढी छ त्यहाँ यो नछुटाउनुहोला। यसले कङ्क्रिटको छिद्रहरू बन्द गरिदिन्छ जसले गर्दा ओस र रसाउने समस्या आउँदैन। यसको विशेषता भनेकै यो तरल भएकोले सिमेन्टसँग तुरुन्तै र एक नासले मिसिन्छ। यसले कङ्क्रिटलाई बलियो बनाउँछ र हनीकम्बिङको समस्या घटाउँछ। यसले पानीको खपत कम गर्छ, सिमेन्टको आयु बढाउँछ र ढलानलाई दोब्बर बलियो बनाउँछ। महत्त्वपूर्ण कुरा, यसले फलामे डन्डीमा ओस पुग्न दिँदैन, तसर्थ खिया लाग्नबाट बचाउँछ। प्रयोग विधि एकदम सजिलो छ। 50 केजीको एक बोरा सिमेन्टमा 200 ml लिक्विड मिसाए पुग्छ। ध्यान दिनुहोला है, कम्पाउन्डलाई सिधै सुक्खा सिमेन्टमा नहाल्नुहोला। पहिले पानीमा राम्ररी घोल्नुहोस्, अनि त्यो घोलिएको पानीलाई मात्र मसला वा कङ्क्रिट मिक्समा प्रयोग गर्नुहोस्। कम्पाउन्ड मिसाए पनि कङ्क्रिटलाई भाइब्रेटर लगाएर वा कुटेर खाद्न एकदम जरुरी छ। ब्रिज एडिटिभ्सको शेम शिल्ड प्रयोग गर्दा पनि यही अनुपात प्रति बोरा 200 ml नै हो। यसरी काम गर्दा तपाईको घरको कङ्क्रिट चट्टान जस्तै बलियो र पूर्ण वाटरप्रुफ बन्छ। वाटरप्रुफिङमा सम्झौता गरियो भने भोलि मर्मतमा लाखौं खर्च हुन्छ। यो 1 लिटरदेखि 250 लिटरसम्मका विभिन्न साइजमा उपलब्ध छन्। आवश्यकता अनुसार किन्न सकिन्छ। वेदर प्रो प्लस 250 र शेम शिल्ड ISO 9001:2015 मापदण्ड अनुसार प्रमाणित छन्। बजारमा पाइने सस्ता र कमसल केमिकलको पछि नलाग्नुहोला। नेपालकै विश्वासिलो र ISO प्रमाणित ब्रिज एडिटिभ्स नै प्रयोग गर्ने सल्लाह दिन्छु। यसको आयु 2 वर्षको हुन्छ, त्यसैले प्रयोग गर्नु अघि मिति पक्का हेर्नुहोला। सुरुबाटै सही समाधान रोजौं, आफ्नो सपनाको घरलाई पुस्तौंसम्म सुरक्षित राखौं। यो भिडियो मन परे लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला। धन्यवाद। ब्रिज एडिटिभ्स, क्वालिटी कन्स्ट्रक्सन केमिकल्स।